पुरुषोत्तम महिनामा मत्स्यनारायण धाम जानुभयो कि जानु भएन हजुरहरू? हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आजको मेरो बिहानी चाहिँ बिहानैबाट स्टार्ट भइरहेको छ, किनकि आज हामी कहाँ जाँदैछौँ भने मत्स्यनारायण मन्दिर जाँदैछौँ है। अनि आज चाहिँ हामी बिहानै उठेको थियौँ कि 3:30 बजे उठेको थियौँ। अनि टक्क नुहाइधुवाइ गरेर चाहिँ हामी एकदम एक्साइटेड भएर चाहिँ हामी मन्दिरतर्फ जाँदैछौँ। अनि बाटोमा चाहिँ हाम्रो दिजूहरूलाई पिकअप गर्नु थियो। अनि टक्क हामीले पिकअप गरेर चाहिँ हामी साना गाडीमा चाहिँ गयौँ। अनि पुग्यौँ पनि कि टक्क गाडी पार्किङ हालेर चाहिँ अलि हिँड्नुपर्ने रहेछ, 5-6 मिनट नै हिँड्नुपर्छ। यो मन्दिर चाहिँ ठ्याक्कै कहाँ छ भने नि ठ्याक्कै यो किर्तिपुरदेखि अलि मासतिर छ। हजुरहरू पनि जान सक्नुहुन्छ, कतिजना त गइ पनि सक्नुभयो होला। हामी नै लास्ट होला है म भन्छु चाहिँ, किनकि पुरुषोत्तम महिना सकिन पनि लागेको छ नि त। अनि हामी अहिलेसम्म कहीँ गएको थिएनौँ। अनि टक्क हामी आज जाने भनेर चाहिँ हामी दिजूले प्लान गर्छौँ। अनि हामी चाहिँ चल्दियौँ के साथीहरू। जाने ठाउँ चाहिँ गइहाल्नुपर्छ, एकदम मन्दिर चाहिँ जान छोड्नै हुँदैन कि गइहाल्नुपर्छ। अनि मान्छेहरू के साह्रो हो आम्मामा। हामी त्यति बिहान जाँदा यति मान्छे हुनुहुन्थ्यो। अझ हामी 8-9 बजे गएको, कति मान्छे हुनुहुन्थ्यो कि म सोचेरै हैरान भएँ कि मान्छे त कति हो कति, लाइन त यति थियो नि के भन्नु। अनि हेर्नु न, एउटै ठाउँमा 15-16वटा लाइन थियो कि सानो गरेर। अब के गर्नु, पूजा गर्नलाई त गाह्रो हुन्छ नै, किनकि भगवानहरूलाई सजिलै हामीले दर्शन त पाउँदैनौँ त, गाह्रै भएर। अनि मलाई नचित्त बुझेको कुरा, बुढाबुढीहरूलाई चाहिँ ल मैले माने जान दिनपर्छ, तर यो बैसा हुने मान्छेहरू जो 50-60 वर्षको लाली पाउडर घसेर अलि राम्रै भएर ऊ मान्छेहरू चाहिँ कसरी बुढो हुन्छ क्या। यहाँ हेर्नु न, यिनीहरू सबैजना बुढो हुन् त। हामी भन्छौँ नेताले हाम्रो देश बिगारे भन्छौँ नि, तर होइन के। हाम्रो देशको मान्छेहरू कतिजना चाहिँ नि, म भन्छु धेरैजना भेडे नै हो कि। हाम्रो देशको नागरिकहरूलाई त्यसै भेडा भन्दैन नि। देश नि नेताहरूले बिगारे होइन कि, जनताहरूले नै बिगारे हो कि। रुल्स फलो गर्नुपर्छ कि, मानव भएपछि मानवताको पनि ऊ हुनुपर्छ। बुढाबुढीलाई त जान दिनुपर्छ मैले बुझेँ, तर भर्खरको झिन्जी केटाहरू मुखले चाहिँ म जेन्जी भन्ने, तर बेहोरा चाहिँ उगुल्टोले हानेर पचारौँ जस्तै थियो कि। यस्तो रिस उठेको नि, आज हामी सबैजना बाजेको कि। हामी भन्दा पनि भर्खरको मान्छे बुढाबुढी भनेर बुढाबुढीको लाइनमा छिरेर गयो कि। अब के गर्ने के, त्यहाँको काम गर्ने भोलिन्टियर्सहरू पनि खत्तम के। म घाँटीमा काठ झुन्ड्याएर हुँदैन कि, अलिकति डिसिप्लिन भन्ने चिज पनि हुन्छ। त्यसरी गएर हजुरहरूले धर्म कमाउनु पनि हुनु न है। धर्म कमाउनुले आफूले पनि अलिकति दुःख गर्नुपर्छ। त्यत्रो मान्छे, कति बुढाबुढीहरू दुःख गरेर जाँदै हुनुहुन्छ। तर यहाँ हेर्नु न, यो मान्छेहरू बुढाबुढी हुन्। मैले त भिडियो सहित बनाएको छु क्या, हेर्दा चाहिँ पैसा चढेको मान्छेहरू। अनि त्यसरी बुढाबुढीको लाज नभइकन मुखमा मास्क लाएर चाहिँ गइरहेको थिएँ। अब कुरा गऱ्यो भने कुरेको दुःख हुन्छ, यताको कुरा छोडिदिउँ। अनि टक्क भित्रको लाइन छुट्टै रहेछ कि। म त बाहिर 1.5-2 घन्टा लाइन बसेर पनि अब भित्र चाहिँ सनन्न गएर पूजा गर्नु पर्यो भनेको त भित्र छुट्टे लाइन। हाम्रो त खुट्टा दुखिसकेको थियो, तर केही छैन। खुट्टा दुख्यो भने हामी चाहिँ अब दर्शन गर्न गएको, दर्शन गर्ने भनेर टक्क लाइन गएर लाइनमा बसेर चाहिँ हामीले पूजा गऱ्यौँ। सुरुमा चाहिँ घन्टी बजाएँ मैले चाहिँ, किनकि सुरुमा घन्टी बजाउनु पर्छ नि त, त्यहाँ घन्टी नै थियो। अनि पूजा गर्न गएको, तर पूजा गर्न नि पाइएन कि राम्ररी। पुलिसले चाहिँ धक्लेर उता पुऱ्याइदियो कि, तर त्यस्तो गर्न पाइँदैन कि। 2 घन्टा लाइन बसेपछि पूजा गर्न चाहिँ आनन्दले पूजा गर्न दिनुपर्छ है। यो चाहिँ भएन। तर के गर्नु, आज चाहिँ मलाई चित्त नबुझेको धेरै कुराहरू चाहिँ म भन्न चाहदिनँ। अनि टक्क पूजासुजा गरेर चाहिँ यहाँ चाहिँ नुहाउने ठाउँ रहेछ क्या। अनि नुहाइधुवाइ चाहिँ हामीले गरिनौँ, किनकि हामी घरैबाट नुहाएर गएको थियौँ। अनि पूजासुजा गरेर चाहिँ माथि अर्को मन्दिर जाँदाखेरि चाहिँ आमाले बाटोमा दुःख पाएको मान्छेहरूलाई चाहिँ भेटीहरू दिनुभयो, अक्षताहरू हुन्छ नि, चामलहरू दिनुभयो। अनि माथि चाहिँ मन्दिर थियो, अनि त्यहाँ पनि दर्शन गरेर त अब भोक लाग्यो नि त, बिहानै गएको मान्छे हामीहरू। अनि हल्का ब्रेकफास्ट त गर्नै पर्यो। अनि टक्क खाजासाजा खाएर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। भगवान्लाई अर्कोचोटि हामी फेरि दर्शन गर्न आउँछौँ हजुरको पाउमा भनेर चाहिँ हामी त्यसरी भनेर चाहिँ गयौँ। अनि बाटोमा चाहिँ कस्तो मजाको अर्ग्यानिक कुराहरू बेच्न राख्नु भएको थियो, दालहरू भयो है। अनि त्यो हुन्छ नि भगवान्को त्यो मूर्तिहरू हुन्छ नि, लुगाहरू। मेलै लाग्दो रहेछ कि, 3 वर्षमा लाग्ने हो नि त यो मेला। अनि लास्टमा हामीलाई जोड्यो है। मैले त सोचे पनि थिइनँ म जान्छु भनेर है। अनि यो
क्रेडिट चाहिँ म सबैभन्दा धेरै चाहिँ मेरो दिजूलाई दिन्छु, किन दिजूले जाऊँ भनेपछि चाहिँ हामीहरू गएको हो। नभए हामीले सोचे पनि थिएनौँ कि अब जानी भनेको थियौँ, तर गएकै जुरेकै थिएन कि। तर जुरेपछि जसरी पनि गइन्दो रहेछ भनेपछि गइन्दो रहेछ क्या, भगवान्ले बोलाएपछि हामी जसरी पनि टेकेरै भयो भने पुगिन्छ क्या। अनि यहाँ सप्ताह लगाइरहेको थियो, अनि सप्ताहमा त ननाच्ने कुरै भएन। एक त मलाई सप्ताह यस्तो मनपर्छ नि, त्यहाँको भजनहरू कथाहरू कस्तो सुन्न मन लाग्छ क्या मलाई। अनि मैले सबैजनालाई तानेर लगेर नाच्नुपर्छ है भनेर चाहिँ हामी सबैजनाले एकछिन नाच्यौँ। रमाइलो पनि त गर्नु पऱ्यो नि त, भगवान्को ठाउँमा गएपछि त रमाइलो गर्नै पऱ्यो। भजनमा छमछम नाच्यौँ हामीहरू। अनि हाम्रो दिदी चाहिँ नाच्न खोजिरहेको थिएन, त्यही पनि मैले हल्का तानेर भयो भने नचाएँ क्या। अनि अब सप्ताहको भजनहरूमा त हल्का यसरी हल्लिन्छ अनि स्टेप देखाउनु पर्दैन। अनि उहाँ सबैजना नाचिरहेको थियो, अनि हामी पनि नाचेर चाहिँ हामी त्यहाँबाट फर्क्यौँ। अनि आमाले चाहिँ भेटी दान गर्ने भन्दै हुन्थ्यो, चढाउने भनेर। अनि दिजु र आमाले भेटी चढाइसु। अनि हामीहरू फेरि एकछिन रमाइलो गरेर चाहिँ हामी त्यहाँबाट फर्क्यौँ। आज चाहिँ हजुरहरू को गइसकेको थियो दर्शन गर्नलाई है। आज त लास्टै भिड थियो, हजुरलाई पनि थाहा होला। अनि अब दर्शन भिड भए पनि हामीले दर्शन गरेर चाहिँ हामी फर्क्यौँ। अनि यसो गएर चाहिँ बाटोमा अब फर्किँदा चाहिँ बाटोमा दिजूले यो सामान देख्छ रहेछ, दिजूलाई चाहिँ ढेँडो बनाउन चाहिएको छ अरे कि। अनि दिजूले किन्छु। अनि मैले भने दिजू किनेर मात्र हुँदैन, हामीलाई ढेँडो खाना पनि बोलाउनुपर्छ भन्यौँ क्या मैले चाहिँ। अनि भइहाल्छ नि भन्दै होइसिन्थ्यो दिजूले। दिजू चाहिँ लास्टै रमाइलो होइसिन्छ कि। अनि पार्किङमा पुगेर चाहिँ हामीले अब पार्किङको पैसा पनि तिर्यौँ नि त। अनि पार्किङमा पैसा तिरेर चाहिँ हामी घर फर्क्यौँ। अनि दिजूलाई बाई गरेर चाहिँ हामी पनि घर आयौँ है। हजुरहरूलाई हाम्रो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट र फलो गर्नु होला, यस्तै माया गरिराख्नु होला, सबैजनाले राम्ररी हेरिदिनु होला है। बाई।